हेलो युट्युब फ्यामिली, वेलकम टु दि च्यानल। तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। डेली ब्लगको आज चाहिँ डे 6 पनि बिहानै उठेँ। बिहानै उठिसकेपछि राति एउटा भेस्ट बुन्न सुरु गरेको थिएँ। त्यो बुने दिनभरि बुन्दा बुन्दै बुन्दा बुन्दै त्यो पनि सकिएको छैन, अझै पनि अलिकति बाँकी नै छ। यो बुन्दै बुन्दै गर्दा अलिकति लाइफको बारेमा पनि कुरा गर्न मन लाग्यो, देशको बारेमा कुरा गर्न मन लाग्यो होइन। लाइफको बारेमा कुरा गर्नुपर्दा म चाहिँ हेल्थ असिस्टेन्ट पढेको। हेल्थ असिस्टेन्ट पढेर चाहिँ अहिले चाहिँ बेरोजगार छु होइन। केही समय अगाडि चाहिँ एउटा एनजिओमा काम गर्थेँ। एनजिओमा 7 महिना जति काम गरेर चाहिँ छोडेको हो। एनजिओ छोड्नुको कारण चाहिँ अब अलिकति लाइफलाई फरक एङ्गलबाट पनि हेरौँ न भन्ने चाहिँ हो होइन। देशको माहौल हेर्दा चाहिँ, राजनीतिक परिस्थितिहरू हेर्दा, राजनीतिक घटनाक्रमहरू हेर्दा चाहिँ एउटा राजाको चाहिँ देशमा खाँचै छ जस्तो लाग्यो होइन। राजा नै बनिदिनुपर्छ क्या जस्तो पनि लाग्यो भित्रबाट होइन। तर राजा बन्नलाई पनि त ब्याकग्राउन्डदेखि ल्याएर आफ्नो सबै कुराहरू चाहिँ मिल्नु पऱ्यो। यताउता सबै कुराहरू चाहिँ सन्तुलित भएपछि मात्र त राजनीतिकमा चाहिँ छिरेर चाहिँ केही गर्न सकिन्छ। त्यो भएको कारणले चाहिँ अलिकति अड्केर बसेको अवस्था। राजा बन्न मन लागेर मात्र के गर्ने हो र, सबै कुराहरूले साथ नदिएसम्म राजा बन्न चाहिँ सकिन्न। त्यही पनि लाइफलाई फरक एङ्गलबाट चाहिँ भ्यू गरौँ न, एकछिन यसो बाँचेर पनि हेरौँ न भनेर चाहिँ अलिकति बुन्न पनि सिकिरहेको छु। बुन्न चाहिँ एउटा भेस्ट बुनेँ, अनि एउटा स्वेटर बुनेँ, अनि त्यसपछि अर्को चाहिँ एउटा भेस्ट बुन्दैछु अहिले तत्काललाई चाहिँ। यस्तै नै छ जिन्दगी। बिहान उठ्यो, बुन्यो, अनि त्यसपछि बेलुका सुत्यो, त्यही छ दिनचर्या चाहिँ। त्यस्तै नै गइरहेछ अहिले। अब केही समयमा चाहिँ अलिकति योभन्दा राम्रो होला, बुन्न धेरै सिकेँ होला, जिन्दगी चाहिँ अलिकति राम्रोसँग चलाउन सकिएँ होला भन्ने चाहिँ विश्वास गरेर अगाडि बढ्नुपर्ने छ। ब्लग पनि बनाउँदैछु, भिडियोहरू पनि बनाउँदैछु। सायद 7 दिनको चाहिँ च्यालेन्ज भनेको हो। आज चाहिँ 6 दिनको चाहिँ हिजो हाल्नुपर्ने थियो। हिजो चाहिँ बत्तीहरू पनि भएन, नेट पनि चलेन राम्रोसँग। त्यो भएर चाहिँ हिजो मैले भिडियो हालिनँ। आज चाहिँ त्यो भिडियो हाल्दैछु। यस्तै नै छ जिन्दगी। होप तपाईँहरूको दिनहरू पनि एकदम राम्रो बित्दैछ। कृपया यो च्यानललाई सब्सक्राइब गरी भिडियोहरू चाहिँ फुल हेरिदिनु होला। फुल हेरेर चाहिँ सब्सक्राइब गरिदिनु भयो भने मलाई सपोर्ट चाहिँ हुन्छ, अनि नयाँ नयाँ भिडियोहरू बनाउनु इन्करेज पनि गर्छ त्यसले। धन्यवाद।